लोकप्रिय बन्दै आएको छ। हाँस्य टेली श्रृङ्खला ख्यालफट्टाका कलाकारहरू हुनुहुन्छ यहाँ। यसै गरी धेरै टेली सिरियलमा काम गरिसक्नु भएका छोरी चेली टुहुरी सौतेनी आमा गोठालो लगायत धेरै सिरियलमा काम गर्नुभएको कलाकार पनि हुनुहुन्छ। सबैलाई मैले व्यक्तिगत तर्फबाट नाम लिन्छु, ठाउँबाटै अभिनन्दन गरिदिनु होला। हाँस्य टेली श्रृङ्खला ख्यालफट्टाका लेखक निर्देशक अनि कलाकार सुरज खनालज्यू हुनुहुन्छ हामीसँग। सबैजनाले ताली बजाइदिनु होला एकचोटि। र यसै गरी टेली श्रृङ्खला ख्यालफट्टैबाट अत्यन्तै धेरै लोकप्रिय अत्यन्तै धेरै राम्रो प्रस्तुति दिने कलाकार फापरे बा हुनुहुन्छ। उहाँलाई पनि म सम्मान गर्न चाहन्छु। यसै गरी टेली श्रृङ्खलाबाटै राम्रो कलाकार हेलमेटे भाइ सुमन भाइ हुनुहुन्छ। उहाँलाई पनि आफ्नो अभिनन्दनको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी हामीसँग धेरै लामो समयदेखि आफ्नो कलाले नेपालीहरूको मन जित्न सफल हास्य कलाकार सुशीला निरौला बिब्लेज्यू हुनुहुन्छ। सुशीला निरौला बिब्ले हामीले उहाँलाई मेरीबासे हल्का हर्के हलदार लगायत धेरै टेली श्रृङ्खलामा देख्ने मौका पनि पाएका छौँ। यसै गरी हामीसँग धेरै कलाकार हुनुहुन्छ। सबैको परिचय अलि बिस्तारै दिँदै जाउँला। यसै गरी म पनि तपाईँहरूसँगै छु। यहाँहरूले पछिल्लो समय विगत 5 वर्षदेखि अत्यन्तै धेरै माया गरिदिनु भएको टेली श्रृङ्खला हल्का रमाइलो, पक्कै पनि यहाँहरूले हल्का रमाइलो हेर्नुहुन्छ भने यहाँहरूले विनोद परियार झुलेवाला पनि देख्नुहुन्छ। मेरो पनि सबैजनालाई नमस्ते भन्दै अहिले भने हामी यो परिचयलाई अलिकति यही राख्दै अनि हामीसँग अत्यन्तै राम्रो कलाकार, राम्रो डान्सर, मेहनती कलाकार हाम्री प्यारी भान्जी स्मृति बस्नेतलाई पनि म अगाडि आएर आफ्नो अभिनन्दनको लागि अनुरोध गर्न चाहन्छु। अनि यहाँहरूको अनुमति लिएर हामीले एउटा सानो कार्यक्रम गर्छौँ, देउसी भैलो कार्यक्रम। यहाँहरू पनि हामीसँगै आएर रमाइलो गरिदिनु होला। छरछिमेकमा बस्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू पनि आइदिनु होला। अहिले भने हामी तपाईँलाई यस वर्षको अन्तिम देउसी भैलो, अब एकादशीपछि त देउसी भैलो पनि खेलिँदैन होइन, हो नि त। त्यसको लागि चाहिँ हामीले अब तपाईँहरूसँगै देउसी भैलो खेल्छौँ। अहिलेको लागि म देउसी भैलो गर्नका लागि मती सरलाई अनुरोध गर्न चाहन्छु। यहाँको आमा बुवा दाजुभाइ दिदीबहिनीहरू पनि सँगै हाम्रो देउसी भैलोमा आएर सामेल भइदिएर हामीसँगै रमाइलो गरिदिनका लागि विनम्र अनुरोध गर्दै स्वीकार्नुहोस् यो देउसी भैलो कार्यक्रम।
Happy